हेलो साथीहरू, आज चाहिँ म चाहिँ कोरियाको यो के पो वर्ल्ड भन्ने ठाउँमा त हाम्रो लुगासँग एकदमै लुगा हाम्रो आजको लागि चाहिँ मेरो ठुलो कन्टेन्टै छ। अनि त्यसै गरी यता हाम्रो दाई नयाँ दाई हुनुहुन्छ, एकदम उज्बेकिस्तान लुक्समा हुनुहुन्छ। दाई पनि एकदम धेरै आज ह्याप्पी नै देखिरहेको छ। ल लुगा एकचोटि यहाँ छिर्नुभन्दा अगाडि तपाईँले हाई गरिदिनु पर्यो। हेलो साथीहरूलाई भनिदिनु न, तपाईँ त पहिला एकचोटिमा आउनुभएको छ यहाँ के पहिलोपटक हो घुम्नु भएको छैन? दिनभरि पनि पनि सकिँदैन अरे। हजुर, अब पहिलोचोटि हेरौँ के छ। हुन्छ ल, थ्याङ्क यू। ल गाइजहरू हेर्दै गर्नु होला, म अहिले एकछिनमा। साथीहरू, अहिले हामी चाहिँ वर्ल्डको यो मेन गेटमा पनि आइसकिएको छ। यो चाहिँ थेगुको एकदमै आज विकेन्ड भएर, आज विकेन्डमा धेरै आउँछ नि होइन लुगा। यता हाम्रो लुगाले पनि केही भिडियो क्लिप्सहरू लिँदै हुनुहुन्छ। आज हेरौँ यो वर्ल्डमा धेरै नै फेमस ठाउँ भन्छ होइन, यस्तै छ है त साथीहरू। ल हेर्दै जानु होला। हुन्छ हुनुहुन्छ हौ? म त छैन एक्साइटेड, देखिरहेको बाहिर होइन, मानिलियो यो छिर्नको लागि कस्तो छ भनेर होइन, कस्तो छ भन्नको मतलब एक्साइटेड त होला नि, राम्रो होला भन्ने छु। अलिकति के छ कसो छ भन्ने के छ कसो छ भन्ने चाहिँ भइरहेछ सुन्दरले मनमा। राम्रो होला सायद। उता इभरल्यान्डको त घुमेको हो। तपाईँले पनि साथी सब्सक्राइब त गर्नु पर्यो है। यो त नर्मल हो क्या। हाम्रो साथीको च्यानललाई सब्सक्राइब गरिदिनु होला, नबिर्सिनु होला है सबैजनाले। होला खै के छ, जाउँ न घुम्नु। त्यो पर्दैन, त्यो उसको किनेको त्यो त डल्सहरू डिस्काउन्ट हुँदैन। यसको म्याप एकचोटि, म्याप कहाँ दिने हेर्ने हो लुगा आउँदा? 안녕하세요. 지금 우리는 여기 대구에서 꽤 많네. 군필가에서 좀 놀고 있어요. 놀고 있어요. यस्तो दामी छ ए यो सुरुमा यहाँ हेर्नु न, स्काई वकमा यहाँ यो 이게 우유. सबै साथीहरू बस्नु पर्दैन होला? जान त होला नि, परे नि जाउँ न त के हुन्छ होइन। यस्तो छ स्काई वक, केबल कारमा जाउँ। कहाँ पुऱ्याउने हो, कति घन्टा लाग्ने हो? केबल कारमा जानुपर्छ ल डाइरेक्ट। अब हामी चाहिँ केबल कारमा चढ्नु लागेको छौँ होइन लुगा। तपाईँको चाहिँ फर्स्ट टाइमै हो नि होइन? पहिलोचोटि हो। सिधालाई सिधै कुरा गर्नु पर्छ नि, पहिलो टाइम चढ्दै हुनुहुन्छ। उहाँ दाइ त अब पुरानो मान्छे, हजारौँ होला। अहिले हामी चाहिँ यस्तो लाइनमा छौँ। म पनि नेपालमा त चढेको छुइनँ हौ, चढेको छैन, चढ्नु त चढेको छैन। अलिकति यो मोबाइलको क्यामेरा धमिलो भयो कि हल्का पुछिदिउँ न। अहिले चाहिँ लाइनमा छौँ है केबल कार चढ्नेमा। अब लुगाको नि भ्लग ल किस गर्ने। अब हाम्रो पनि चढ्ने पाला आइसक्यो होइन, केबल कारमा फर्स्ट टाइम हो। ल अब हामी चाहिँ वर्ल्ड थेगुको 7
यसमा जानु पर्ला हामी तिनजना केबल कारमा सरर जाने हो यता त खाली छ त म यता बस्छु पछाडि राम्रो हुन्न क्या देखिँदैन नि त अगाडि हेर्दै अगाडि हेर्ने अनि अगाडि हेर्नु परेन पछाडि गहिरो मात्र देखिन्छ कि म त मान्छे देखिँदैन नि ओइ डर लाग्छ होला है के का डर हो अचाइ डराएर हुन्छ। तेरो चाहिँ नझरोस् यार एकचोटि झरौँ न के हुन्छ चाकको हड्डी त यहाँ माथि आइपुग्छ होला त उता चरा हेर न मेरो यो लाइफमा सबैजनाले एउटा आफ्नो फिलिङ बताइदिनु होला लुगा हजुर फर्स्ट टाइम कस्तो अब एक्साइटेड डर पनि होला थोरै छ होइन छु हैन अलिक डर पनि छ होइन पहिलो अनुभव म त दाइ त अब धेरै भाइहरूसँग आएको आज कुदिरहेको बहुत एकदम खुसी लागिरहेछ रमाइलो केबल कार चढी केबल कार हे कोरियामा चाहिँ म पनि धेरै पटक चढिसकेँ तर अब यस्तो उकालोमा जाने कम त मजा हुन्छ यो चुडिएर झर्यो भने फेरि तपाईँको यस्तो चुडेर झऱ्यो नि केही हुँदैन एक दिन मरिने होइन नै हड्डी त फुक्लेल होइन एक दिन त जाने हो जाने केबल कार है केबल कार के हो तान्नै सकिँदैन क्या हो यार केबल कार ओह्रालो जान्छ क्या हो यार पछाडि फर्केर गयो मरिन्छ त रनमा त लुगा त्यो ढोका खोलेर चाहिँ यहाँ फाल्नु न डर लाग्न थालिसक्यो म केबल कार मेन यस्तो सरर त्यहीँ नजिक त रहेछ ऊ तल यस्तो यस्तो रहेछ इभेन्टहरू होइन ठिकै गरेछ टावर सिधै चढेर आयो नाइस है नाइस केबल कार चाहिँ मस्ती छ है चढ्नु पर्छ नि हो यो मुला के अग्लो हो र हौ कति मान्छेहरू खेलिरहेछ यता तल्लोतिर एउटा फोटो खिच्नु पर्यो यार टावरको यार केटा हो टावर पनि यस्तो छ गइसक्न आँटेको हो तल ए यार यो क्यामेरा खोज्दा खोज्दै गइसक्यो ऊ यस्तोमा पो झन् मजा हुन्छ त कोही कुद्ने उयो छैन त्यस्तो त्यस्तोमा पनि चढ्नु पर्छ रोलर कोस्टरमा हामी यसरी यो केबल कार कसँग आउँछ चन्द्रगिरीको त यतिको अग्लो योभन्दा अग्लो होला है यो के अग्लो हो र चन्द्रगिरी त अनि ऊ त्यो माथिको डाँडा भन्दा अग्लो हो नि त यो त यसको हाइटै पुग्दैन चन्द्रगिरीसँग यो त सानो भइगयो यहाँ भुराभुरीले चन्द्रगिरीमा हिउँ परेछ अहिले तलतिर चाहिँ यस्तो रोलर कोस्टर केटाकेटीहरू यसरी खेल्दैछन् यी तल धेरै ठुलो एरिया त छैन रहेछ हो छुटेर चाहिँ नझरोस् भगवान् म त त्यही प्रार्थना गर्छु भाइहरू डराउँदैछ झरोस् न हौ एकचोटि त यार अरूको टाउकोमा याच परौँ न मारौँ न किच्चा नो स्प्रिङ पनि छैन यहाँ सिटमा नहोस् न हल्लियो नहल्ने न हल्लियो न हल्लियो डर लाग्यो म बरु यहाँ रुखको टुप्पा पुगेपछि डर लाग्दैन मलाई उता पछाडि हेर्नु डरै मर लागिसक्यो मलाई त यार छिटो कट यार डर यस्तो मलाई हाम फालिदिन्छु म यहाँदेखि रिस उठ्यो फालिदिन्छु त्यस्तो जिउ उयो छ है फुर्तिलो केबल कारदेखि पनि झरिसक्यो होइन अब हामी केबल कार झरेर अब अहिले चाहिँ यता हाम्रो लुगा हिउँ पनि अझै पग्लेकै छैन है अब चाहिँ यो टावर चढ्ने हो यो माथिको यो इवल टावर त्यो चढेर भ्यूहरू हेरेर ठेकुको आजको मौसम पनि राम्रै छैन लुगा एकदम राम्रो छ ल तिम्रो र तपाईँको र मेरो भ्लगमा एक किस्ती गर्थ्यो नि एक चेस्टी दा अब यो चढ्नु होइन र यो टावर चढ्ने हो अनि भरे यो खेल पनि खेल्नु हुन्थ्यो खेला भने राति खेल्नु खेल्नुलाई यार इभरल्यान्डमा त खेलेको डर त डरै भयो थियो माथि लान्छ होइन त्यहाँदेखि त भरे त यस्तो स्पिडमा झारिदिन्छ कुन ए त्यो म दुईचोटि खेलेँ त्यो खेलेँ नि म नि दुई तिनचोटि चिडियाखाना होइन मलाई त त्यहाँको त अलिक डेन्जर त भूत घर लाग्यो यार बाटै नदेखेर त्यो छ त कता हो तर यार आउँछ नि फोटो होस् न देगु टावर थेगु टावर रहेछ कि
यस्तै हो त अब के गर्नु र भरे पाल्छ यो टावर लाइट टावर ल ए दाइ मेरो भ्लगमा केही भनिदिनु पर्यो है भाइले राम्रो ठाउँमा घुमाउनु ल्याएको छ नि यो ठेगु टावर चाहिँ ठेगु टावर धेरै राम्रो रहेछ मलाई मन पर्यो जो जहाँ भए पनि यो आएर चाहिँ एकचोटि चाहिँ आएर घुमिदिनुहोस् होइन अनि तपाईँले मेरो च्यानललाई चाहिँ होइन लाइक सबैले लाइक सब्स्क्राइब गर्नु होला है बेल आइकन चाहिँ है बेल आइकन पनि गर्दिनु पर्यो ट्याग होला अहिले हामी चाहिँ त्यही केबल कार चढेर आएको होइन यही यस्तो छ ठेगुको एरिया चाहिँ यसले जुम पनि कडा गर्नु चाहिँ गर्छ अब केबल कार तर यो हुन्छ केबल कार रहेछ है उयो छ नि रोलर कोस्टर त्यो पनि खतरै हुन्छ है त्यो पनि खतरै हुन्छ नि लुगा च्याउ पार्छ नि एकछिन त खेल्नु होइन अहिले ए उयो परको झन् डेन्जर छ त हो त्यो एउटा मलाई त यो अग्लो पनि खेल्नु मन लागेको छ त्यो सर्कलतिर आउँछ नि यो पर्यो मरेछ 아니 죽었어. 만지면 해봐요. 만지면 해봐요. 77 तला आयो होइन 77 तला टावरमा आयो यस्तै छ यस्तो छ भ्यू चाहिँ के भयो त्यसो त उयो उसमा त तपाईँ त डाइरेक्ट खेल्न सक्नुहुन्छ त्यसको लागि चाहिँ अघि हामी चाहिँ त्यो तल छ कोरियाको ठेगु भन्ने ठाउँ चाहिँ यस्तो चाहिँ सहर छ कफी खाने कस्तो खालको कफी फानेला हजुर मिठो खालको अमेरिकानो होइन फानेला खानेला भनेको चाहिँ कस्तो हो यताको भ्यू चाहिँ यस्तो रहेछ यस्तो डेभलप गरिसकेको छ यार हामी बेसी कहिले यस्तो डेभलप यो कफी चाहिँ खानु होला यो कफी एकदम मिठो हुँदो रहेछ के अरे नाम त यसको यो कफीको राला भानिल्ला भन्ने रहेछ मिठो रहेछ यो कफी चाहिँ कफी खाँदै यतातिरको भ्यू चाहिँ भगवान् चाहिँ तर के हल्का मधुरो मेरो मोबाइल मधुरो हो यार दामी छ नि है ठेगु टी मासिनुन अत्ते हो निगासी 이 커피 마시는 기분이 좋아서 재미도 있고 정말 좋아요. 그래요? 맞아? 맞아요? 맛도 있고 아저씨 말이 맞아요. 네.
아저씨 많이 낮아요. 감사합니다. 놀러 오세요. 대구 이월드. 재밌어. ल अब हामी चाहिँ माथि टावर चढेर पनि फर्किँदै गरेको अब चाहिँ फर्किँदै गरेको अवस्था छ। टावरबाट फर्किँदै गरेको अवस्था। यो ढोका त मतलब लाग्दैन रहेछ यार। केही हुँदैन, हुन त केही हुँदैन। झरे पनि बाँचिन्छ हौ। यो बाँझाङमा झऱ्यो भने त भुइँ पनि टेक्न पाइँदैन, माथि नै अड्काइराख्छ। त्यही हुन्छ केवल कार्मुला। म माया मार्दिन। यो त खुल्ला डर लाग्यो। होस् न खुल्ला केही हुन्छ। यस्तो अग्लो हुन्छ है घाँसबाट यो पुरै हल्लिरहेछ यार, यो त उकाइदिउँ। झर्नु होला है। हो त झर्दैन। गयो मेरो ढोका खोलेर जाउँ न। तल त नहेरौँ यार। के हुन्छ हौ तल चाहिँ झन् ओह्रालो। उयो बच्चाको टाउकोमा झऱ्यो अन्त प्रे गर्दैछन् केटाकेटीहरूले भगवान्लाई राखेर। यता हेर न, यता यसले छेलो गरिरहेछ। झर्दैछौँ अब हामी, झर्दैछौँ के भुल्का। लोड छिटो जाउँ। यसमा नि खेल्दा मजा हुन्छ नि। अहिले भरे छैन हेर्नुपर्छ। केबल कारमा नि एक हिसाबमा टाढै पुरो छ त नि। आमा हिउँ खेल्ने चाहिँ उतापट्टि छ है। हिउँ खेल्ने यता कि उता हो न? उतापट्टि हो। हिउँमा जाने रे? जाउँ न। यहाँ अरू सानो सानो खेलहरू चढ्ने रहेछ। यहाँ बच्चाहरू पनि हेरौँ न त्यो होचोमा। अच्छा खास यस्तो खोङ्गनमा त बच्चाहरूको लागि विशेष हुन्छ। हो। केही न केही झर्नु नि यहाँ ल्याम्मे है। अहिलेसम्म हामी बोलिरहेको थियौँ, एकछिनपछि पुरै। ल अहिले हामी चाहिँ लुगा सिङ्गरै फोटो खिच्दिनँ यहाँ। यो गाडी त कहिलेको हो यार? ओल्ला खाजी मासे भन्ने छ। केबल कार चढ्नु यस्तो छ है, यस्तो छ यहाँको केबल कारमा। जोइ पिबिआर घुम्ने ठाउँ चाहिँ यस्तो छ होइन? फोर सिजन यहीँतिर उता जाने होला, उहाँ होला उस्की त हिउँ त यहीँ जस्तो छ त। अब जाने लुगा आज सानोतिनो भयो नि स्की चाहिँ जस रमाइलो भइरहेछ है। हिउँमा चाहिँ खेल्नु पऱ्यो है तपाईँले। खेल्नमा गएर उहीँ हो हिउँ त। जान मिल्दैन क्या हो? कोही गएको छैन त नि। मिलाउँदैछ। बन्द भएछ नि अहिले। अनि जानु मिल्छ र? अनि कोही गएको छैन। हामी चाहिँ कसरी जानु? हो कि तर खै अब हेरौँ कोही गएको छैन यार। यसमा अब चढ्दा कस्तो होला? हाम्रो पालो आउँछ।
अब 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 भरे उ त्यो पिङमा नि हान्नु पर्ला केटाकेटी मात्र यो अब हामीले यो पिङ खेलेर चाहिँ सक्यो होइन लुगा कस्तो अनुभव भयो बताइदिनु त खेल्दिनँ कहिले खेल्दिनँ डर लाग्यो अब डर लाग्यो नि होइन फेरि सुरु हुनु लागेको छ अब यो खेल्दै एकछिन रमाइलो भएन 왼쪽 분수가 많은 사람 한번 볼까요? 환생 좋아요. 자 오른쪽도 환생 한번 해볼까요? 환생 좋아요. 왼쪽도 환생 해볼까요? 환생 लुगा डर लाग्यो हत्तु डर लाग्यो आँसु झारिरहेको छ लुगाले 왼쪽 소리 तपाईँलाई चाहिँ झन् यो सबैभन्दा लास्टमा राख्नुपर्ने क्या ओ म त त्यस्तो पनि पहिला खेलेको 자 왼쪽 소리 들어볼게요. 왼쪽 소리 डर त केही पनि डर हुँदैन क्या लुगा चाहिँ तर यति खेल्दा पनि डर आउँदा भने अरू त सक्दैन लुगाले सर्कसहरू त बच्चाहरूको लागि मात्र हो कि र पनि डराएको होइन डर लाग्यो नि आँसु आँसु भइरहेको थियो र अघि लुगा ए हटडग दामी बनाउँदैछ है हटडग होइन अब कस्तो छ लुगा हटडग सकिने बालै छैन क्या तानेपछि होइन क्या ठिकै छ नि होइन हटडग दामी छ दामी बनाउँदैछ हटडग त अब हड्डा खाएर फेरि घुम्नु जाउँ फेरि खेल्ने उसलाई मजा लाग्यो फेरि हाल्नु रहेछ म्याच त्यो खेलेर मेरो दिनै खराब भयो सातो पुल्लो गएछ आज रमाइलो लागिरहेको थियो मेरो बाचा पुरा गरेँ है तिमीहरू खेलेर आएपछि हड्डा खुवाउँछ लुगा उयो तलको उयो खेलौँ न उयो तलको पिङ उयो हो क्या त्यो सर्कस दुईजना हानौँ होइन केटाहरू यस्तो दामी छ होइन तपाईँको त कति अँध्यारो देखेको मेरो त अँध्यारै छ होइन त्यस्तो लाइट कहाँबाट आउँछ खै लुगा आउनु टाइटिङको त पुरै नगरौँ न केहीमा कमी नै छैन सँग 먹고 싶은 게 있을 거 아니야 लुगा लुगाले अब त फर्किनु होइन र धेरै अब के बस्नु होला र यस्तो छ केबल कारमा है केबल कार हाम्रो टाउको माथि ठिक कहाँ चाहिँ झर त्यहाँ माथि त पुगेको त हौ
होइन अब झरौँ म ए भित्र के छ जस्तो लाग्यो बाँस गाडी बाटो हो त्यो भित्रको झरौँ म लुगा उयो हेर्नु त्यो त्यो नानी तल पो आकाश यता माथि आउँछ नि त्यहाँ भयो त्यहाँ त पुग्छ नि जिउ थपेर कामी मेरो अघि उयो हेरौँ न त्यो हेरौँ त त्यो डेन्जर हुन्छ नि यस्तै सुट्न पुग्छ त्यो म यता ल्या त अनि तँ उडाउँछ नि त्यो भूत घर मलाई चाहिँ भूत घर चाहिँ पर्छ त्यस्तो लाग्छ भूत घर चाहिँ बढी लाग्छ डरले मुतेको छैन डरले होइन त्यो हेरौँ त परको यो हान्दिनँ ढाल्ने के जित्ने बाटो बाटो यहाँ छ उयो पिसाब फेर्ने ठाउँ जो यहाँ यता माथिल्लोपट्टि होला हाम्रो होइन के नाम जाके त छ टोइलेट घर नाइटमा यो त डेन्जर छ पल्ट्यो होइन यो त डेन्जरै छ यो त मलाई पनि डेन्जरै लाग्छ छोडिरहेछ त्यो देख्नु भएन टिकट काट्ने हो भन्दा डेन्जर वाउ 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 बेहोसै हुन्छ सामानहरू झर्छ फेरि 360 छ त यहाँ स्विङ 360 स्विङ हो नि त जानु नि लाइनमा जानु बच्चाहरू होइन धेरै लाइन छ हौ यहाँबाट जानु न मान्छे पनि धेरै हाल्छ नि जानु अहिले फेरि कपाल के हो यिनीहरूको त्यो भएर त अलिक छिटो आउँ भनेको मैले यो खेल्नुको लागि अब यो यहाँ पनि आएको छौँ है हामी केही त होला एयररेसमा 안전바 안전벨트 확인하고 출발해요. 앞쪽에 있는 안전벨트 채워주시고요. 잠시만 기다려주시면 확인하고 출발할게요.
एयर रेस यो चाहिँ के हो खोइ चल्दैन त यो त म यहाँ भ्लग बनाउँछु के हो यो के कसरी पुग्छ 날아갈 만한 모든 물건들 날아가지 않도록 주의하시고요. 고개 숙이거나 발짝 벨트 풀면 위험하니 끝까지 가져가서 이용할게요. 에어레이스 출발합니다. 다른 차량 자동차례식 에어레이스 레디. उडे अब प्लेन उडे खै होला यो 360 नै हो हो यो पनि एयर रेस बच्चाहरू पनि छ है केटाकेटीहरू 너무너무 아쉽지만 에어레이스 이번호는 여기까지 하도록 하겠습니다. 저희 앞쪽에 있는 안전 벨트 먼저 풀어볼게요. एयर रेस नाइट भ्यूमा दामी देखिँदो रहेछ है लाइटले गर्दा कुन खेलिरहेको थियो माथिदेखि हेर्दा Yeah, Camelback. Camelback. तल झरौँ न खै अनि ल अब हामी कता जाने बुधगरतिर हामी जाँदैछौँ जम्बी हाउस होला होइन जम्बी हाउस कि के रहेछ जम्बी हाउस जाने हो लुगाको आज मुटु चाहिँ यो पनि खेल्यो हो बाइकको यहाँ यो पनि खेल्न पाइन्छ नि हामी जाडै हुँदैन कि यिनीहरूलाई जो अब जाडो लाग्यो मलाई त अहिले त आएर त छिक्ने थर्र कामिरहेको छु त
टिकट लिन्छ हौ सोनमा पनि टिकटै लिन्थ्यो क्या यो बुधबारमा त्यहाँ पर पनि लिन्छ इभरल्यान्ड पनि लिन्छ बुधबारमा चाहिँ ल अब हामी चाहिँ 4 सिजन फर्किनु पर्ला यार जाडो लाग्यो मलाई त खोइ कहाँ छ ए नयाँ होटलको होइन काली देखेको लाइटले अलिक गरी लाइटले गर्दा नभए त बर्बाद छ नि छ त यार दुईतिर छ क्या भ्लगमा यस्तो त नबोल्नु पर्ने हो मैले त्यही भएर बिहान अलिक छिट्टै आउनुपर्छ भन्नु खोजेँ क्या यस्तो राति खासै सुरुमा आउने मनै थिएन यत्रो रहेछ ठाउँ है यङइनमा होइन कस्तो बबल खेल्ने ठाउँहरू एडभेन्चर भित्र गाडी चढेर कता जानुपर्ने हुन्छ त्यहाँ त खेल्नेहरू पनि धेरै छ यस्तो केबल कारहरू पनि धेरै लामो छ खेल्नेहरू त्यस्तो छ नि यो सानो ठुलो सबै खालको छ यङइन कोरियाकै सबैभन्दा ठुलो पार्क हो यङइन भनेको उयो इभरल्यान्ड पार्कको नाम चाहिँ इभरल्यान्ड यो इवर्ल्ड भन्ने जस्तो कत्रो छ त्यो घुम्न के पुरै छाडा बोल्छ त्यहाँ ल अब चाहिँ हामी घुमेर फर्किँदैछौँ यिनीहरूको ठेकेर ल अब दामी उज्यालो न है कस्तो दामी ठाउँ छातामा चाहिँ लाइटिङहरू नि हाम्रो देशमा पनि यस्तो बनाउनु खोज्छ छाताहरू कस्तो उज्यालो देखिन्छ है ल अब हामी चाहिँ घुमिसकेर पनि फर्किएको अब यो पार्क देखिन्छ आज डह्रो घुम्यो यार थकाइ लाग्यो मलाई त लुगालाई कस्तो लाग्यो थकाइ लाग्यो नि लुगा यता हेर्नु न अन्तिममा अब यो पार्क के कस्तो थियो अनुभव बताइदिनु तपाईँले समय अलिक छिटो आउनुपर्ने रहेछ ढिलो भयो रात परि गयो जाडो पनि लाग्न थाल्यो है फेरि अघि हामीले माथि धेरै बसेर वेस्ट गरियो क्या भूत घर र त्यो 1-2वटा खेल चाहिँ खेल्नु मन थियो जाडो पनि भयो भन्नु हिउँ पनि हो अब के नेक्स्ट टाइम आउनु पर्ला त्यही भएर मैले चाहिँ अर्को टाइम चाहिँ छिट्टो आउँ भन्ने प्लान भनेको होइन अझै छिरिहाल्नु भन्नुभयो क्या त्यो सुरुमा खेल्ने नि त पर्ने हो अब हामी केबल कार माथि गयो खासै ज्ञान पनि भएन नि त अब चाहिँ हामी फर्किँदैछौँ होइन ल केबल कारहरू पनि बन्द भयो केबल कार पनि बन्द भयो जस्तो छ अब रात पर्दै गयो सबै बन्द हुँदै गयो भ्यू चाहिँ दामी यार घडी पनि है यो कति बजेको त्यस्तो छ फुल यो के नेचुरल नै है कि उयो डुप्लिकेट हो भनेर त नभए त अहिले त कुहिहाल्थ्यो नि होइन जाउँ भनिरहेको छ बच्चाहरू जाउँ होला जाडो लाग्न थाल्यो मैले त्यो भएर भोलि अलिक चाँडै आउँ सबै खेल खेलौँ सबै हेरौँ भन्ने प्लान थियो अब केटाहरू छिटो आज भनेको जस्तो खेल्न उयो गर्ने पाइएन होइन
दिउँसो अलिक आएको भए मजाले हुन्थ्यो राति। 360 एक दुईवटा त्यहाँ अरू पनि बन्द रहेछ भूतघरहरू यताउति।